टेलिग्राम खोल्दा तपाईँको पनि मोबाइलमा यस्तो देखाउँछ भने चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला अनि च्यानललाई सब्स्क्राइब गर्नु होला। यो चाहिँ फ्रीमा कसरी खोल्ने भनेर सिकाउनेवाला छु हैन। मलाई चाहिँ सबैजनाले आएर व्हाट्सएपमा सोध्नुहुन्छ कि मेरो त टेलिग्रामै खुलेन, यस्तो देखाउँछ त के गर्नु दाइ भनेर सबैले सोध्नुहुन्छ हैन। त्यसको लागि चाहिँ तपाईँहरूले एकैतालमा हुन्छ हैन। बस तपाईँले भिडियोलाई लास्टसम्म हेर्नु होला अनि च्यानललाई सब्स्क्राइब गर्नु होला। कसरी फ्रीमा यो टेलिग्राम च्यानल खोल्ने त म तपाईँलाई सिकाउँछु है त। तपाईँहरूको नि टेलिग्राम खोल्दाखेरि यस्तै देखाउँछ, पैसा दे भन्छ भने तपाईँले यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। यो चाहिँ एकैछिनमा सल्भ हुन्छ है त। यो चाहिँ कसरी फ्रीमै पैसा नदिकन हामीले चाहिँ यसको अकाउन्ट बनाउन सक्छौँ त। अहिले चाहिँ सबैको मोबाइलमा धेरै जस्तोको यस्तै देखाउँछ अनि यसको लागि चाहिँ अब तपाईँले के गर्नुपर्छ भने हैन, तपाईँले सबैभन्दा पहिले मोबाइलको माथि वाइफाई तान्नु होला। अनि वाइफाई तानिसकेपछि टक्कसँगले वाइफाई एउटा तपाईँको जहीँ पनि घरको भयो नि बाहिरको भयो नि वाइफाई चाहिन्छ है त। वाइफाई कनेक्ट गर्नु होला। सबैभन्दा पहिले जुन हुन्छ नजिकको वाइफाई त्यही कनेक्ट गर्नु होला आफ्नो फोनमा। अनि वाइफाई कनेक्ट गरिसकेपछि तपाईँले के गर्नुपर्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला है। म भन्दैछु, यतिमै छोडेर जानुभयो भने चाहिँ तपाईँले सिक्नु हुँदैन। त्यही भएर भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला। अनि अहिले चाहिँ सबैले भन्छ कि मेरोमा त टेलिग्रामै चलेन दाइ, कसरी खोल्ने सिकाउनु न हामीलाई नि, भिडियो देखाइदिन्न भन्छ। म चाहिँ अब तपाईँलाई यहाँ टेलिग्राम खोलेरै देखाउँछु क्या। मेरो चाहिँ पहिले पनि यहाँनिर टेलिग्राम पहिले नै मैले चाहिँ खोलेको छु हैन। अनि यहाँ देख्न सक्नुहुन्छ यो टेलिग्राम मैले चाहिँ पहिले नै खोलेर राखेको छु। यो चाहिँ टेलिग्राम हो। अहिले चाहिँ सबैको मोबाइलमा चाहिँ पैसा दिने अप्सन आएको छ। पैसा नदिकन चाहिँ खोल्दैन भन्छ, तर त्यो चाहिँ सजिलै खोलिन्छ है त। त्यसको लागि चाहिँ तपाईँले एउटा आइडिया सिक्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ के गर्नुपर्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला, म भन्दैछु है। अनि मैले चाहिँ पहिले नै खोलेर राखेको छु। मैले पनि त्यस्तै गरेर खोलेको हो। मेरोमा पनि पहिले चाहिँ त्यस्तै देखाउँथ्यो, अहिले चाहिँ देखाउँदैन। अनि त्यस्तो खोलिसकेपछि चाहिँ तपाईँले इजी गर्न सक्नुहुन्छ। अब के गर्नुहोस् भने हैन, तपाईँले अब टेलिग्राम तपाईँलाई म पर्खिनु खोलेर पनि देखाउँछु। यहाँ मेरो यहाँ टेलिग्राम छ, यहाँ तल टेलिग्राम खोलिसक्यो है त। मेरो देख्न सक्नुहुन्छ यो मैले ब्लर गरिदिएको छ किनकि यहाँ भिडियो यस्तो देखाउन मिल्दैन, त्यही भएर ब्लर गरिदिएको छ। मेरो चाहिँ सबै यहाँ ग्रुपको लिङ्कहरू सबै छ हैन। अनि मजाले चलिरहेको छ है त। अनि अब तपाईँले नि यसरी नै चलाउन चाहनुहुन्छ भने तपाईँले सबैभन्दा पहिले चाहिँ वाइफाई कनेक्ट गर्नुपर्ने हुन्छ। आफ्नो मोबाइलमा वाइफाई चाहिँ अनिवार्य चाहिन्छ, डाटाबाट चाहिँ हुँदैन। डाटाबाट तपाईँले डाउनलोड गरेर खोल्नुभयो भने चाहिँ डाटाबाट चाहिँ हुँदैन है त। खोलिँदैन, तपाईँलाई पैसा माग्छ। तपाईँले वाइफाईबाट चाहिँ पहिलेको लागि डिलिट हान्नुहोस् एपलाई, अनि वाइफाईबाट खोल्नुहोस् अनि डाउनलोड गरेर च्यानल खोल्नुहोस्, ठ्याक्कै खोलिन्छ। मेरो पनि त्यहीँबाट खोलेको हो। अनि तपाईँले के गर्नुहोस् भने अरू चाहिँ अब डाटाबाट खुल्दैन, त्यो पहिलेकोलाई डिलिट गरेर वाइफाईबाट डाउनलोड गरेर वाइफाईबाट कनेक्ट गरेपछि चाहिँ खुल्छ है त तपाईँकोमा नि। अनि त्यहाँदेखि चाहिँ तपाईँले इजिली हेर्न सक्नुहुन्छ। अब के गर्नुहोस् भने मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस् है त। मेरो च्यानल छ यहाँनिर। मेरो च्यानललाई यत्रो सिकाएको भरमा एउटा सब्स्क्राइब त बन्छ नि हैन। आयुष कार्की भनेर युट्युबमा सर्च गर्नुहोस् अनि मेरो च्यानल आउँछ यहाँ फर्स्टमै, यो आयुष कार्की भनेर आउँछ। अनि च्यानललाई सब्स्क्राइब हान्नु होला। हस् त, नमस्ते, थ्याङ्क यू।